कमल गाउँपालिका है दमन कमल गाउँपालिका निवासी हुनुहुन्छ उहाँलाई जोरदार तालीले सम्मान गरिदिनु उहाँले एउटा प्रस्तुत गर्नुहुन्छ राधे श्याम जय श्री राधे सर्वप्रथम त यहाँ गुरुमा नमन गर्दै यस मानव धर्म सेवा समाजद्वारा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञका माधुर्य कथावाचक पण्डित बालकृष्ण हरियालज्यू त्यसै गरी प्रदीप उपवाचक प्रदीप दुवाडीज्यू हाम्रो आदरणीय दाइ दिनेश दाइ लगायत उपस्थित सम्पूर्ण धर्मप्रेमी आमा बुबाहरूमा राधे राधे भन्दै म यहाँको टाइम नलिकन एउटा भजनै गायक त होइन तर पनि यसो यो सत्सङ्गहरूमा गाउने प्रयास गर्छु र एउटा यो भजन चाहिँ तपाईँ हामी सँगै नाच्ने खालको छैन सुन्ने खालको चाहिँ भजन छ र यसले जिन्दगीमा के हुन्छ त अलिकति पुरस्कार लाग्दै गएपछि भन्ने खालको सन्देश पनि दिन खोजेको छ यहाँहरूले त्यसैमा आनन्द दिनुहोला भन्दै म मेरो भजन प्रस्तुत गर्न चाहन्छु। श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको सम्पूर्ण भक्तजनहरूको यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गई गयो जवानी यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गई गयो जवानी यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गई गयो जवानी हेर्दा हेर्दै गई गयो जवानी तलसितो भयो फुल्यो के सदारी हिँड्न सक्ने शक्ति छैन टाढा भयो पारी कालो
टाउको पनि सधैँ दुख्छ नसा पकाएर घरमा सबै हेर्न थाले आँखा पकाएर काममा गर्ने शक्ति छैन बुढोपना भयो हेर्दा हेर्दै जुदा डुल्दै यो जीवन गयो पहिला सबै राम्रो मान्थे त्यसै बित्यो दिन दिनले पल्टा खाए हुन थाल्यो हिँड यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गयो जवानी यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गयो जवानी हेर्दा हेर्दै गयो जवानी नजिकदेखि हिँड्छु पक्छु थामिँदैन जिउ घरमा सबै रोक्न थाले कलहको बिउ काममा गर्ने शक्ति बोक्न सबै राम्रो मान्थे हेलो हेलो माई फादर कम हियर भन्थे शरीर पनि कामी गर्छ तागत छैन जिउमा घरमा सधैँ पत्र पर्छ एउटा सानो न्युमा डुल्न शक्ति छैन कसै काट्नु दिन अहिले कहाँ गई छैन अब दिन यो जिन्दगी ओइलायो